तू आफ्नो घर जा भन्नुलाई चाहिँ म नि अब जान्छु भनेर बसे पनि नबसे पनि केही फरक पर्दैन भने मैले थाहा पाएँ। हेलो गाइज, हिजो चाहिँ मैले आफ्नो बुढासँग कि मैले एउटा प्र्याङ्क भिडियो बनाएको थिएँ। अनि मन पर्छ कि पर्दैन कमेन्टमा पनि भन्नु होला। तर मैले आज हाल्दैछु सबैजनाले हेरेर माया अनि सपोर्ट देखाउनलाई। मम्मीले मलाई अहिले कसरी गाली दियो थाहा छ कि? खै कुनै किन तू आफ्नो घर जा भन्नुलाई चाहिँ म नि अब जान्छु भनेर भनिदिएँ मैले। तिमी अब सोध्न के भयो हामीलाई कसैको दान भनेर? मम्मीसँग मैले टिकट पनि मगाइसकेँ, म जान लाग्यो अब। तिम्रो बाबुलाई समाउ राख, तिमी एक्लै, म बस्दिनँ। अब मिलेन भनेपछि के खान बस्नु पर्यो? मलाई आफै फोन गरेर गाली गर्नलाई यसो गर्दी तू उसो गर्दी तू भनेर सुनाएर कसो गर्दा बाबुलाई उसले कसरी बिमार पारी यसो उसो भनेर कसो गर्दा अनि म पनि बोल्दिएँ, म पनि बस्दिनँ, तमी आफै बस, म नै बस। साल भरसम्म एक्लै छाडे मलाई, त्यही पनि यसरी बसाएको छु, त्यही पनि त्यसो गर्दा ल तिमीहरू भनेर पनि भने। मम्मीलाई पैसा मगाएँ मैले, मेरो भोलि बिहान टिकट छ, भोलि बिहान म निस्कियो यहाँदेखि। जो पनि बस मलाई हेला माथि गर्छ, मलाई गाली माथि गर्छ, यसो म बस्छु किन यहाँ? म जादु भए आऊ, तिमी घर आऊ, बाबुलाई समाऊ, घर बस, म जान्छु यहाँदेखि। तिमी आफै गर न, अहिले नगर, तिमी पछि गर्नु, पछि आफै गर्नु। बस तिमी यो भन कि मलाई म जाँदो भए तिमी आऊ, बाबुलाई समाऊ, तिमी आऊ, बाबुलाई समाऊ, म जादु भयो यहाँदेखि। तिमीलाई भन्नु अब कसलाई भन्नु? अरू जान्छु म, किन बस्छु? यति गरेर पनि कसैले जस दिन भनेपछि, कसैले केही भन्दैन भनेपछि किन बस्नु पर्यो म उसै बेफाल्तुमा? बिमार भयो त भयो कि मैले बोलरी गराएँ त्यसलाई बिमार। तिमीलाई के थाहा के भन्यो भनेर? त्यो त मलाई थाहा हुन्छ नि त। अनि तिमी किन बोल्न लागेन? अब सपोर्ट गर्नु छैन, तिम्रो पनि सपोर्ट छैन, न त फ्यामिलीको न कसैको। गालीमा तिमी एनी टाइम जहिले पनि। तिमी केही त बोल, किन बोल्न लागेनौ? जा भन्ने बा जा भन, नजा भन्ने नजा भन। जान्छु म। किन फोन काट्न लाग्यो फेरि? पर्दैन अकल गर्न अहिले। यो मान्छेलाई म गए पनि, म बसे पनि नबसे पनि केही फरक पर्दैन भने मैले थाहा पाइहालेँ कि। म यहाँ रुन लाग्छु, रुनीको एक्टिङ गर्न लाग्छु, उसलाई केही मतलबै छैन कि। अब के भन्न सकिन्छ? ल त आजको भिडियो यहीसम्म। अब बुढाको केही रियाक्सन पनि आएन राम्रो। क्यामेरै अफ गरिदिएँ, केही राम्रो रियाक्सन पनि आएन, त्यही भएर मैले भिडियो चाहिँ यही बन्द गरिदिएँ।